यहाँहरु सबैजनालाई नमस्ते एन्ड जय मसीह भन्न चाहन्छु। जति पनि मेरो दाजुभाइ हुनुहुन्छ, मेरो इष्टमित्र हुनुहुन्छ, मेरो परिवारहरु हुनुहुन्छ, मलाई चिन्ने साथीहरु सम्पूर्ण हुनुहुन्छ। तपाईहरु जुनै रिलिजनबाट बिलोङ गर्नु भए तापनि म चाहिँ आज क्रिस्चियनबाट बिलोङ भएको कारणले म चाहिँ क्रिसमस मनाउँछु स्पेशली। अनि तपाईहरु सबैजनालाई अनि हामीले मनाउने क्रिसमसमा चाहिँ तपाईहरु सबैजनालाई शुभकामना दिन चाहन्छु। आउँदै गरेको प्रभु येशू ख्रीष्टको जन्मोत्सव मनाउँदै गर्दा तपाईहरु सबैजनालाई सम्झिन चाहन्छु। अनि जतिजना हुनुहुन्छ तपाईहरु सबैजनालाई शुभकामना छ र तपाईहरु जहाँ हुनुहुन्छ आफ्नो ख्याल गर्नुहोस् र चिसो मौसममा आफ्नो टेक केयर गर्नुहोस् भनिकन भन्न चाहन्छु। साथै तपाईहरुलाई एउटा सुसन्देश पनि सुनाउन चाहन्छु। अनि परमेश्वरको जीवित अनि पवित्र वचन बाइबलमा चाहिँ के भनिएको छ भन्ने कुरालाई चाहिँ म तपाईहरुको सामुन्ने बताउन गइराखेको छु। अनि जे कुराहरू बाइबलमा लेखिएको छ त्यसैलाई नै म तपाईहरुको सामुन्ने पाठ गरिदिने छु। तपाईहरु सबैजनाले सुनिदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु। प्रभु येशू ख्रीष्टको जन्म हुनुभन्दा अगाडि अनि यशायाको पुस्तकमा 700 वर्ष अगाडि यसरी अगमबानी भएको थियो। यशाया 7:14 मा यसरी लेखेको छ, यसै कारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर, कन्याले गर्भधारण गर्नेछिन् र तिनले एउटा पुत्र जन्माउनेछिन् र उहाँको नाउँ इमानुएल राखिनेछ। अनि यो कुरालाई अब नयाँ करारमा प्रभु येशू ख्रीष्टको जन्मको विषयमा चाहिँ मत्तीको पुस्तकले के भन्छ भन्ने कुरालाई म तपाईहरुको सामुन्ने पाठ गरिदिनेछु। आउनुस् हामी पाठ गर्नेछौँ। मत्ती 1:18 मा यसरी लेखेको छ, येशू ख्रीष्टको जन्म यस प्रकारले भयो। उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुनु अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो। है, तपाईले याद गर्नुहोस्, यहाँ यसरी लेखिएको छ कि तर उनीहरूको विवाह हुनु अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो। है, अनि पवित्र आत्माद्वारा चाहिँ गर्भवती भएको भनेर चाहिँ यहाँ लेखिएको छ। तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले तिनलाई शर्ममा पार्ने इच्छा नगरी तिनलाई गुप्तमै त्याग्ने इच्छा गरे। तर जब उनले यी कुरा विचार गर्दै थिए, सपनामा परमप्रभुका दूत देखा परे र उनलाई यसो भने, योसेफ, दाउदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिनले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनु हुनेछ। अगमवक्ताद्वारा परमप्रभुले बोल्नु भएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्। हेर, कन्याले गर्भधारण गर्नेछिन् र तिनले एउटा पुत्र जन्माउनेछिन् र उहाँको नाउँ इमानुएल राखिनेछ, जसको अर्थ हो परमेश्वर हामीहरूसँग। है, यो वचन चाहिँ यशाया अगमवक्ताले 700 वर्ष अगाडि गर्नुभएको अगमबानी चाहिँ पूरा भएको कुराहरू चाहिँ हामीले यहाँ पाउँछौँ। है, अनि यसै कारणले गर्दाखेरि तपाईहरु सबैजनालाई क्रिसमसको शुभकामना छ। मेरो जति पनि परिवारहरु हुनुहुन्छ, मेरो जति पनि आफन्त, मेरो सबै साथीहरु हुनुहुन्छ, तपाईहरु सबैजनालाई जो प्रभु येशू ख्रीष्टलाई विश्वास गर्नुभएको छैन, जसले चाहिँ जो तपाईहरुले चाहिँ ख्रीष्टलाई विश्वास गर्नुभएको छैन, तपाईहरु सबैलाई पनि एकदमै धेरै धेरै शुभकामना छ। अनि जहाँ भए पनि हामी एकअर्कासँग मिलेर एक आपसमा सहकार्य गर्दै अगाडि बढ्नुपर्छ र तपाईहरु सबैजनाले क्रिसमसमा हरेक क्षेत्रमा तपाईहरुले साथ दिनुहुन्छ, सपोर्ट गर्नुहुन्छ भन्ने कुराहरूलाई एकदमै मैले विश्वास गरेको छु। धन्यवाद। यहाँहरु सबैजनालाई पनि शुभकामना। थ्यांक यू।